र आज म भानुभक्त र घाँसी शीर्षकमा कविता वाचन गर्न गइराखेकी छु। यो कविता साह्रै विकृत छन्दमा रचित छ। यो कविताको कवि पण्डित कविराज नरनाथ आचार्य हुनुहुन्छ। यो कविता सबैजनाले ध्यान दिएर सुन्न अनुरोध गर्दछु। विशालमा कवि भानुभक्त ससुरा हिका घरी जाम्दनी जान्थ्या घरतिर बाटोको सतिनमा थियो कुवा एक अनि जेठ मास पर्छ खामले कविजीका बाधा गर्यो देहमा खान्छु पानी भनी गया कविता कुवा थियो सेपमा खाए पेट भरि पानी ताहिती बस्या एकछिन त आरामी कुवामा शिरबाट घाँसी जरा एक भारी ठुलो घाँसी आयो भारी बिसाई पानी पिखो ताही बस्यो त्यो पनि देख्दैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनि कहाँ हो घर आज जानु छ कहाँ कसमा हुनु भो भनी सोधेको सुनि भानुभक्त कविले काम ठाम बताए पनि बाजे सज्जन विप्र पण्डित रहेछन् भन्या सुनेथ्यो जसै लाग्यो गर्न घाँसी पण्डित सरी ज्ञानका कुरा पोतसै लाग्यो घाँसी त गर्न पण्डित सरी